गुड मर्निङ तपाईहरु सबैजनालाई। र आज चाहिँ यहाँ फाइनली है सबैजना ओपनिङ जस्तै कार्यक्रम चलिरहेको छ अनि यहाँ सबै रेडी भइसकिसकेको छ। हामी पनि अघि बिहानै आइपुगिसकेको छ हैन। अनि यहाँ हेर्नुस् ल हाम्रो यहाँ दुगाङ चाहिँ कति दामी सजाएको छ। तपाईहरु सुइजेसी गर्न जानुस् न लाम सुइजेसीपछि फौरा ल त अहिले एक रन्चिन। अनि यहाँ सबै रेडी भइसक्नु भएको छ। मलेसियाबाट आउनु हुँदैछ हैन। यहाँ हाम्रो ग्याल्सा प्रिम्बुची युटीमा हुनुहुन्छ हाम्रो गुरु है। ग्याल्सा प्रिम्बुची हुनुहुन्छ। अनि यता हाम्रो सङ्गीत चम्देले कस्तो दामी देखेछ नि ब्लूले। यता चेरेजी पेचा सङ्गीत चम्देको गुरु दामी प्रकारले सजाउनु भएको रहेछ। अनि अहिले त आउनु भएको छैन, अहिले टाइम लाग्छ होला उहाँहरू। अनि मेन ग्रान्ड ठुलो ओपनिङ छिन् हैन। भोलि पर्सि हाम्रो गुरु ग्याल्सा रिम्बुची नै देनसुसे गर्नुहुन्छ हैन। हाम्रो गुरु रिम्बुची छिन् अहिले माथि नयाँ गुम्पामै हुनुहुन्छ है, पाल्चिन छोलिङ मोनास्ट्रीमै रिम्बुची। सबै तयारीहरू चलिरहेछ हैन। हामीहरू पनि यहाँ सघाउन आइपुगिसकेको छ। सबैजना आफ्नो आफ्नो काममा बिजी छ। म चाहिँ यहाँ एकछिन भिडियो रेकर्ड गर्नलाई आएको। यहाँ चाहिँ हाम्रो भरे मेन्डेला फिसे गर्नुको लागि है सबै रेडी गर्नुभएको छ हो। अनि कसै माथि कसै तल धवा धवा परे भइरहेछ। अनि मेरो चप्पल कहाँ फुकालिराखेको छ मैले। गुम्पा अल कम्प्लिट भइसकेको छ नि त, त्यही भएर। सोइजा रेडी भयो आइ चराउँदै पनि छ। अनि यहाँ चाहिँ जस्ट स्टोर रुम जस्तैमा त्यो चाम्पोहरू राखेर हो के गर्नु हुन्छ। यहाँ चाहिँ डाइनिङ भरै टाढोबाट आउनेहरूको लागि डाइनिङ रेडी गर्दै गरेको छ हैन। आज त कान्छीमा आइपुगिसकेको छ नि बिहानै। तँ चाहिँ यहाँ के गरेको? जाउँ तलै किचनमा आइज। मैले त के भन्दै थिएँ भनौँ, सोइजा बनाउने ठाउँमा पो लानु आँटेको उगाउनुको लागि। ए लस् ल ठुलो के हो लस् लियो होला है। के हो भन्दा चाहिँ जग ठिक हुन्छ भनेर सर्पिङ स्पुन लियो त आइयो गुन्जङले एक रनलाई। जग्गामा चाहिँ कस्तो रहेछ भन्यो नि, नेटवर्क त एउटै नतान्दो रहेछ नि त। कस्तो रिस उठ्दो, अझै पनि नेट तानेकै छैन मेरो, नेटवर्कै चलेको छैन। कुन्जङ म जान्छु तिमी म के गर्नु अन्त म सँगै जाने। म नेटवर्क पनि यहाँ चाहिने। म गएको यहाँबाट जानु पऱ्यो होला। हामीसँग अहिले चाहिँ आउँछु ल। पेनमै आएको बक्खु नलाएको। म अब यहाँ पेन लगाइरहेको छु, बक्खु लाउनु आएको कुन त हो। होइन भ्याउ ल त्यसो अहिले भेटौँ ल ल ल साई। ल साथीहरू मेरो लुक्स चाहिँ यति मात्रै हो है। मैले चाहिँ बक्खु अनि त्यहाँदेखि सादा टी सर्ट लगाएको छु होइन। हन्जु सन्जुहरू लाइन किनभने पर गएर काम गर्नुपर्ने हुन्छ हो। त्यही भएर चाहिँ जस्ट सिम्पल लुगा लगाएर जानु आँटेको अब फेरि हो। मैले के सोचेको थियो भने अनि म चाहिँ तपाईँको के भन्छ त खादा पनि लिँदै आएको है। खादासँग अलिकति मेन्डे पनि फिसे गर्नुपर्ने हुन्छ हो। सो त्यही भएर एउटा खादा लगिराख्छु हो। खादा हेर्दैछु कुन चाहिँ लैजाउँ भनेर गुम्पामा चढाउनुको लागि। ल अब चाहिँ म हिँड्नु थालेको फेरि हो। अब गएको चाहिँ आइपुग्दिनँ होला। सबै चिजहरू बोकिहालेँ, लुगा पनि फेरिहालेँ हो।
अन्त अब गइराखेर चाहिँ डाइरेक्ट परको के हुनेवाला छ, भ्लगहरू सुट हुन्छ। आगे त जानु भएन, आगे घरमै बस्नुहुन्छ अरे। भरे ठ्याक्क जिन्दा आउनु भएपछि आउनुहुन्छ अरे। अन्त अब मेरो साथी बिचारा दुस्रै मुस्रै अब रेडी हुनु गएको ऊ पनि। ल अहिले भेटौँ न ल। अनि ल पाङ्देन, मैले पाङ्देन लगाएको कि आगेले भन्दा शेर्पेनी जस्तो कि ल। म पाङ्देन लाइन। अन्त ऊ चाहिँ लुगा फेरेर आउँछ अरे। यो चाहिँ मेरो फ्याङ्मु है, माने गर्ने हो, यो माने गर्ने फ्याङ्मु बोकेको। यो चाहिँ लाउनै पर्ने हुन्छ होइन। अब बादमा गएर चाहिँ हामी नै हुन्छ होला त्यहाँको आनीहरू। अन्त ल है साथीहरू, अहिले माथि भेटौँ ल। डाइरेक्ट गाडीहरू पुरा आइसकेछ। हिजोसम्म यहाँ झार उखालेर डरायो के गरेँ। आज चाहिँ लास्टमा गएर चाहिँ कम्प्लिट भयो। अब आज लास्ट डे हो। भोलिदेखि चाहिँ यहाँको सबै सक्छ कामहरू। लामहरू पनि चेन्ज गर्नु भइसकेछ छेङ्गे छि। आज आन्यु आउनु भएको छ। ल सोधेको मात्रै हो त्यसै। आम्बो भाइको पो खतरा पाइसो भेन्तु त। हेलो आछि। यहाँ हेर्नु नि सबसे ठुलो ठुलो मान्छेहरू। हेलो रिसेप्सनमा बस्नु भएको। अनि पनि चेन्ज गर्नुभएछ। अनि पनि चेन्ज गर्नुभएको रहेछ। अनि एकदम सबैजना रिसेप्सनको लागि बस्नु भएको होइन। माथि छक्का आइपुग्नु भइसकेछ। सबैजना छक्का आइपुग्नु भइसक्नु भएको छ अरे हो। गाडीमा रिमोट यस टाइप आउँछ नि, हामी उता बसेर ड्राइभर मात्रै रहेछ। जिन्दा आइपुग्नुभयो है। जिन्दा आइपुगेर अहिले छिम्बी फिसो गर्नु हुँदैछ।
अघिको सामान के उयो ड्रेस यहाँ अन्यलाई खाँदा谢谢。接啲城市屬於嘅正啊城市。
मेरो साथी के साह्रो ढिलो त्यहीँ भएको चाहिँ मान्छे चाहिँ अन्त ढिलो भयो नि ऊ अघि जेसी गरिसक्यो हामी त सुशी गर्न आउनुहोस् अरे जानुहोस् न